एआई कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिशियल इन्टेलिजेन्स। आर्टिफिशियल इन्टेलिजेन्स भनेको के हो, यसले कसरी काम गर्छ अनि हाम्रो भविष्यमा यसको भूमिका के हुन्छ त? आउनुहोस् आजको यस 1 मिनेटको सर्टमा हामी जान्नेछौँ। एआई अर्थात् आर्टिफिशियल इन्टेलिजेन्स भनेको कम्प्युटरलाई मानिसले जस्तै सोच्ने, रिजनिङ, बुझ्ने, अन्डरस्ट्यान्डिङ र निर्णय गर्ने डिसिजन मेकिङ क्षमता दिनु हो। उदाहरणका लागि जस्तै मोबाइलमा भोइस एसिस्टेन्ट, त्यस्तै ब्याङ्किङमा फ्रड डिटेक्सन। एआईले डाटा सिक्छ, प्याटर्न रिकग्नाइजेसन गर्छ अनि मेसिन लर्निङ एल्गोरिथम्स प्रयोग गरेर भविष्यवाणी गर्छ। जस्तै युट्युबले तपाईले मनपर्ने भिडियो रिकमेन्ड गर्छ, त्यो एआई को काम हो। एआई को अपर्चुनिटिज र च्यालेन्जेसहरू यस प्रकारको छन्। एआईले हाम्रो जीवनलाई सजिलो बनाउँछ, जस्तै एजुकेसनमा स्मार्ट ट्युटरिङ सिस्टम दिएर, एग्रिकल्चरमा क्रप प्रिडिक्सन मोडल्स। तर च्यालेन्जेसहरू जस्तो जब अटोमेसन, इथिकल इस्युज, डाटा प्राइभेसी र कन्क्लुजनमा भन्नुपर्दा एआई डर होइन अवसर हो। यदि हामीले सही तरिकाले प्रयोग गर्यौँ भने यो हाम्रो भविष्यलाई अझ उज्जवल बनाउन सक्छ। सो स्टे क्युरियस, स्टे क्रिएटिभ एन्ड सी यू टुमारो।